हेलो साथीहरु, आज हामी बाइक पास गराउन गइरहेको छौं। उहाँ चाहिँ मेरो मामा हुनुहुन्छ। मामालाई अब बिहानै भेटेर अब हामी निस्किन लाग्यौं। बाइकमा बसेर खुरुरुरु सतुङ्गलतिर अब हामी जान लागेका छौं। अहिले हामी खुरुखुरु जाँदैछौं। अहिले हामी जाँदैछौं। अर्को पसलमा गइसकेपछि बाइक चेन्ज गरेर अनि त्यसपछि अर्को जुन बाइक पास गराउने हो त्यो बाइक चाहिँ लिएर अब जान लाग्यौं। यो चाहिँ हामी सतुङ्गल पुगिसकेको बेला है। यो फिल्डमा गएर बाइक नम्बर लगाउनु पर्छ। बाइक नम्बरको अनुसारले आउनुहुन्छ अनि त्यहाँ हाम्रो कागज लगेर भित्र जानुहुन्छ। लगिसकेपछि त्यहाँ गएर साइन गराउनु पर्छ। साइन गराइसकेपछि लेखपढ गर्ने ठाउँमा गएर यहाँ कागजपत्रहरू यसरी लेखाउनु पर्ने रहेछ। आफ्नो 3टा फोटो लाग्ने रहेछ, नागरिकताको फोटोकपी अनि ओरिजिनल नागरिकता पनि चाहिन्छ। अनि बाइक जसको हुन्छ उसको पनि नागरिकता चाहिन्छ र उसको फोटोकपी पनि चाहिन्छ। त्यसपछि बाइक पास गरिसकेपछि हामी हाम्रो घरतिर लागिसकेका छौं।